दुई जनाको ज्यान जाने गरी भएको लुबु हत्याकाण्ड साउथ इन्डियन मुभीको दर्दनाक कथा भन्दा पनि डरलाग्दो बनेको छ। अर्को पुरुषको पनि शव भेटिएपछि यो हत्याकाण्ड नेपाली अपराध इतिहासमा एक नमुना घटनाको रूपमा रहने देखिन्छ। सुरुमा मंसिर 24 गते 25 वर्षका केशवराज हायुको हत्या अनि शव इनारमा फालिएको। दोस्रो भोलिपल्टै अर्थात् मंसिर 25 गते 21 वर्षका पारुहाङ राईको हत्या, अपराध लुकाउन शव जंगलमा फालिएको। दुई पुरुषको हत्याका नाइके एकै व्यक्ति। कसरी भयो यस्तो डरलाग्दो हत्याकाण्ड? ललितपुरको महालक्ष्मी नगरपालिका 8 स्थित लुबुमा भएको केशवराज हायुको हत्यामा उनकै बहिनी ज्वाइँको संलग्नता पुष्टि भयो। हत्याको कारण आर्थिक लेनदेन रहेको र हायुको हत्या गर्ने व्यक्तिले नै अर्को व्यक्तिको पनि हत्या गरेको खुलासा भएपछि प्रहरी नै सुरुमा चकित पर्यो। हत्याको योजनाकार सिन्धुलीको सुनकोशी गाउँपालिका 4 घर भएका देवराज ढुङ्गेल रहेको र उनले आफ्ना साथी जयराम अधिकारीसँग मिलेर 2 जनाको हत्या गरेको खुलेको छ। देवराज र जयराम मिलेर गत मंसिर 24 गते केशवराजको हत्या गरेका थिए भने भोलिपल्ट भोजपुरको अरुण गाउँपालिका घर भई हाल लुबुमै बस्दै आएका 21 वर्षका पारुहाङ राईको हत्या गरेका थिए। देवराजले आफ्नो जेठान केशवराजसँग 12 लाख रुपैयाँ ऋण लिएका थिए भने पारुहाङसँग पनि 5 लाख रुपैयाँ ऋण लिएका थिए। दुवैले वैदेशिक रोजगारीका लागि रकम आवश्यक परेको भन्दै पैसा फिर्ता माग्न थालेपछि देवराजले हत्याको योजना बनाएका थिए। सँगै पढेको साथी जयरामले आफू ऋणमा डुबेको भन्दै समस्या देवराजलाई सुनाए। देवराजले पनि आफूले भने अनुसार काम गरेमा 2 लाख ऋण आफूले तिरिदिने वचन दिएपछि जयराम पनि केशवराज र पारुहाङको हत्यामा सहयोगी बन्न राजी भएका थिए। त्यसपछि योजना अनुसार दुवै मिलेर रक्सी खाने बहानामा केशवराजलाई ज्यामिरकोट जंगलमा बोलाए। त्यसपछि उनीहरूले गोल्डन वक रक्सी खुवाएपछि मातिएका केशवराजलाई मुखमा टेप बाँधेर हम्बरले हानेर हत्या गरेको तथ्य फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएका छन्। जंगलमा हत्या गरे पनि दुवै मिलेर शव व्यवस्थापनका लागि भने पहिले आफैले सञ्चालन गरेको कृषि फर्मको बीचमा रहेको इनारमा ल्याएर शव व्यवस्थापन गरे। त्यस क्रममा उनीहरूले केशवराजको हातखुट्टा बाँधेर बोरामा हालेर इनार भित्र फालिदिएको प्रहरी अनुसन्धानमा देखिएको छ। केशवराजको हत्या गर्न सफल भएपछि देवराजको मनमा पारुहाङको पनि हत्या गर्न सके ऋण तिर्न नपर्ने निष्कर्षमा पुगे। पारुहाङलाई पनि देवराजले उसै गरी रक्सी खाने बहानामा जंगलमै बोलाए र उसै गरी रक्सी पिलाएपछि हेम्बर प्रहार गरी हत्या गरिदिए। पारुहाङको शव भने जंगलमै फालेर हिँडे। दुवैको हत्या गरेपछि जयराम सिन्धुली स्थित गोलन्जोर गाउँपालिका 5 मा रहेको दिदीको घरमा लुकी छिपी बसे। यता देवराज भने हत्यापछि लुबुबाट डेरा सरेर भक्तपुरको गट्टा घरमा बस्न थाले। देवराजको हत्या भएको पौष 2 गते मात्रै खुल्यो। फर्म सञ्चालकले सिंचाइका लागि पानी तान्ने क्रममा इनारबाट पानी नआएपछि गएर हेर्दा बोराको पोको देखे र शंका लागेर प्रहरीलाई बोलाए। मोटर ल्याउन पारी गएका थिए अनि हेर्न चाहिँ पाइप हेर्न यो यस्तोमा थियो अनि पानी किन आएन भनेर भने हैन। अनि पानी नआएपछि हामीले मोटर अगाडि चालेको थियौँ, मोटर चोरी भयो कि हैन भन्नु पानी नआएपछि म हेर्न आयो पेगालो पुरो म त झसिङ्ग भए। प्रहरी पुगेर इनारबाट बोरा निकालेर हेर्दा पुरुषको शव फेला पर्यो। त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी वेद पौडेल